महानगरपालिकामा खास गरेर भन्नुपर्दाखेरि मेरो नगर प्रमुखको हैसियतबाट चाहिँ एकदमै समर्पित के सबै हिसाबले समर्पित मेरो परिवार भने पनि मेरो बा भने पनि आमा भने पनि छोराछोरी भने पनि जो भने पनि मेरो महानगरपालिका मेरो घर महानगरवासी जनता त्यो चाहिँ कहिलेबाट भएको किनभने एक समय तपाईको काठमाडौँ क्षेत्र नम्बर 1 पनि थियो हजुर हैन मेरो जे भनेको यो काठमाडौँ 1 भने ती चुनाव लड्या हो त्यहाँका जनताले पत्याएनन् हैन भरतपुरका जनताले पहिलो पटक चित्त नदुखाउनुस् है पत्याउन अलि गाह्रो माने भएर मतपत्र टोक्नु पर्यो दोस्रो पटक त बडो गजबसँग पत्याए मतपत्र त्यो भएर यतिकै घोषणा गरे त होइन नि हजुर हो त्यो दुर्घटना थियो दुर्घटना भयो फेरि पुनः निर्वाचन भएर मत परिणामको आधारमा त्यो चाहिँ अब मतलब कि नतिजाहरू सार्वजनिक भएको त्यो विषयलाई पनि अहिले त्यति धेरै अब चर्चा गरिराख्नु पर्छ जस्तो मलाई लाग्दैन त्यो दुर्घटना थियो हैन त्यो दुर्घटना भनेर भनिसकिएको छ जसरी पनि जित्न पर्छ भन्ने एउटा दुर्घटना कसरी हो त्यो जसरी पनि जित्न पर्छ भन्ने त त्यस्तो त पछिल्लो पटक पनि पूर्व प्रधानमन्त्रीज्यूले धम्काउनु नै भयो नि के धम्काउनु रेणुलाई जिताइएन भने ठुलो दुर्घटना हुन्छ भनेर दुर्घटना हुन्छ भनेर होइन कि अब भरतपुर महानगरपालिकाको लागि रेणुको जित भरतपुरको भविष्य छ भन्ने अर्थमा भन्नुभयो त्यो त प्रमाणित भएको छ ल एउटा चीज भन्नुस् न प्रचण्डको पुत्री नभएको भए तपाईले धेरैचोटि दिएको जवाफ हो आज फेरि सुन्छु प्रचण्डको पुत्री नभएको भए आज तपाई जुन ठाउँ जुन जिम्मेवारीमा हुनुहुन्छ नि यो सम्भव थियो अनि यो सबै चिजहरू पालिका देशमा कतिवटा छन् पालिकाहरू 753 मा सबै प्रचण्डका सन्तानहरू मात्रै उम्मेदवार बनेर चाहिँ बने त जनताका छोराछोरीहरू म पनि एउटा आफ्ना सन्तानलाई उहाँले म पनि एउटा नेपाली नागरिक हुनु कसैको छोरी हुँ नेताको छोरी हुनु मेरो लागि अवसर पनि होला मेरो लागि अब तपाईहरुका यस्ता प्रश्नहरूको जवाब दिइराख्नु पर्ने बाध्यता पनि होला के हैन तर पनि म पनि त एउटा नागरिक त हो नि त यो देशको नागरिक हो नि त मेरो पनि त योगदान छ नि त नेताको छोरी हो भन्दैमा नेताले काम गरिराख्ने छोराछोरीले बसेर खाने अथवा त्यसमा चाहिँ हैन अब त्यसलाई अरु ढंगले बेनिफिट लिने हैन अरु ढंगले बेनिफिट लिने होइन नि त हामी त्यही राजनीतिलाई पेशा होइन के राजनीति भनेको सेवा हो यसैको माध्यमबाट जनताको सेवा गर्ने भनेर लागेको निरन्तर सेवा गरिएको छ कहीं के छलछाम छैन हो त आफ्नै क्षमता लगन र विश्वासले म काम गरिरहेको छु म लागिरहेको छु तर फेरि के भन्छन् भने प्रचण्डको छोरी भएर त हो भनेर जो टिप्पणी गर्छन् यो कुरा एकदमै यो अलि चित्त दुखाइको विषय पनि छ के हो त तपाईँ प्रचण्डको छोरी म माथि अन्याय पनि छ